भाम खोइ बुम खोइ घुम त्यही हो त्यसले हो खोल्ने डेडीको भमभम काइनेको कता कता जाने ए उता जाने पर हिँडेछ मेरो छोरी ओहो हेलो एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते सो अहिले बिहानको 9:30 भइसक्यो आज चाहिँ धेरै कामहरू छ आज सबै काम त्यस्तो गर्नुपर्ने काम साइडहरू त आज चालु हुँदैन आज चाहिँ सबै पेमेन्टहरू उठाउनु पर्ने तयारीमा छु त्यसैको लागि आज भागादौडी हुन्छ आज अब चाहिँ पर्सावातिर जान्छु होला अफिस नछिरिकन पर्सावा बाले 2-3 दिन 4 दिन भइसक्यो आज भोलि गरेर राख्नु भएको छ सो आज चाहिँ जसरी पेमेन्ट लिनुपर्छ त्यहाँ अनि क्लोजिङ आइसक्यो अब क्लोजिङमा इन्ट्रेस्ट पे गर्नुपर्छ क्या हाम्रो कार्यकर्ता भाइहरूलाई स्यालेरी पे गर्नुपर्छ त्यही भएर अहिले पेमेन्ट चाहिँ एकदमै ताका गर्दैछु पेमेन्टको लागि अब आज पाल्पा हाम्रो तानसेन पाल्पा साइड मुक्तिनाथ विकास ब्याङ्क भ्याइसकेको थियो त्यसको पेमेन्ट पनि खोइ सायद हिजो हालिदिन्छु भन्थ्यो अस्ति पनि हालिदिन्छु भन्थ्यो अब आज हाल्छ कि हाल्दैन हालिहाल्यो भने पनि हालिहाल्यो भने चाहिँ राम्रै हुन्छ अनि हाम्रो रश्मिका ट्रेड कन्सर्नको रमेशजीलाई चाहिँ 1 लाखको चेक बनाइदिएको थिएँ त्यो चेक पनि बजाइदिनु छ एकदमै प्रेसरमा पनि छु एकदमै भागादौडी हुन्छ आज पेमेन्टको लागि अनि बिन्दवासिनी स्कुलको पनि काम आज ठप्प हुने भयो पौनीको साइड हिजो सुरु गराएको थिएँ अब आज मिस्त्रीको काम परेर हाम्रो भाइहरूको काम परेर आज नआउने भयो दाइ भनेर भने सो अब जान्छु अब के हुन्छ आज अब सोच त राम्रै लिएर हिँडेछु अब के हुन्छ अब अस्तिसम्म धुलो उडिरहेको थियो अहिले चाहिँ ब्ल्याक टप बनिसक्यो कालो पत्र भएर चट्ट अस्ति बाटो बन्द भएर रोड बन्न लागेको थियो म बाटो बन्द गरेको थिएँ अनि उता अर्को साइडबाट अर्को बाटो लागेर गएको थिएँ आज हेर्नुहोस् आज चट्टै सबै लगभग क्लियर छ सब पिच बनिसक्यो सायद टिक्लीगढदेखि रेरासम्म बनिसक्यो मेरो विचारमा है अब म त यहाँ डाँडाबाट कटेर अब टिक्लीगढ निस्किन्छु त्यही भएर उता थाहा भएन रेरासम्म बनिसक्यो नै लगभग मेरो विचारमा रेरा गाउँ छोइसक्यो होला त्यहाँसम्म चाहिँ बनिसक्यो अब चिल्लो अब यो बाटो हेर्नुहुन्छ सर्टकट पनि बाटो छ यो बाटो मस्त क्लियर भएछ ब्ल्याक टप टिक्लीगढ स्कुलसम्म पुरा बनेर रेडी भएको छ हाम्रो टिक्लीगढ स्वास्थ्य चौकी बनिसकेको रहेछ यहाँसम्म झुमैया डाँडादेखि लगभग अब पट्टा डाँडासम्म पिचै पिच छ पिच पट्टा डाँडा भन्दा नि भलवाडीसम्म आफ्नो अफिससम्मै अब पिचै पिच हुने भयो भर्खर गौतमले फोन गरेको थियो कति दिनु छ भनेर भन्दै थियो पर्सावा बासँग भन्दै थियो उसको ससुरा हो पर्सावाको बा चाहिँ अनि यति छ भनेर भने ल ठिक छ भनेर फोन राख्यो अब फोन गर्दैन भन्दै पैसा दिन भनेछु मैले अब के भन्छ त्यसले अनि जाम एउटा स्कुटी किनेर आम भन्दै थियो गौतमले म चाहिँ गयो भने तपाईँहरूलाई देखाउँछु गौतम पनि चिनाउँछु मैले ल अहिले म चाहिँ पर्सावा जाँदैछु म अहिले बाको पसलमा चाहिँ पुगिसकेँ अब बा हुनुहुन्छ कि हुनुहुन्न थाहा भएन अब भेट्छु म
बाको किराना पसल। नमस्ते। ए ल बाखा हुनुहुन्छ ए ए ल अहिले आउनुहुन्छ ल अहिले बा चाहिँ हुनुहुन्न एकपल्टतिर कता जानुभएको छ अब आउनुहुन्छ एकछिनमा म चाहिँ एकछिन वेट गर्छु हाम्रो बाको किराना पसल हो त्यो हामीले काम गर्दा गर्दा चाहिँ उहाँले किराना पसल चाहिँ ओपनिङ गर्नुभएको थियो त्यो हाम्रो कत्था फ्याक्ट्रीनिर जस्ट कत्था फ्याक्ट्रीनिर बाको पसल छ विन्ध्यवासिनी मन्दिर जय बासँग मेरो चाहिँ भेट भयो अब भेट भएर अब म चाहिँ खुसी त भएन त्यही पनि अब समस्या बुझिदिनु पऱ्यो अब बासँग पैसै नभएपछि त मैले के गर्ने अब 100% को 25% पनि पैसा पाएन मैले अहिले अब के कति पाएँ अब रन्दिनु होइन नभनौँ जे होस् चाहिँ खुसी चाहिँ छैन अब सकेसम्म आइतबारसम्म फेरि अलिकति व्यवस्था गरिदिन्छु भन्नुभएको छ भएन भने एक हप्तामा चाहिँ मैले सबै फाइनलै गराइदिन्छु भनेर भन्नुभएको छ अब ठिकै छ अब आफ्नै किस्मतलाई दोष दिउँ अब अन्त खोज्नु पऱ्यो अन्त व्यवस्था गर्नु पऱ्यो अहिले चाहिँ बातिरबाट चाहिँ जति सोच गरेको थिएँ त्यति चाहिँ पाएन मैले ल अब चाहिँ म कोटिया जान्छु एकछिन साथीलाई भेट्छु चिया खान्छु अनि फेरि म चाहिँ भैरवा निस्किन्छु एउटा महेश दुबेजीसँग भेट गर्नु छ उहाँसँग पनि पेमेन्टै लिन छ भन्सारको काम गरिदिएको थिएँ भन्सारमा प्यानल बोर्डको काम गर्दै थिएँ उहाँ पनि अहिले नगरपालिका वेटिङमा छु अब के कति पैसा त्यहाँ पाउँछ र तपाईँलाई हालिदिन्छु भनेर भन्नुभएको छ अनि एउटा हाम्रो तानसेनको सुपरभाइजरसँग पनि कुरा भयो उहाँले चाहिँ अहिले एकछिनपछि के कति हुन्छ पैसा हालिदिन्छु भनेर भन्नुभएको छ ठिक छ अब के कसो हुन्छ आफूले सोचे भन्दा त सोचे जतिको आउँछ कि आउँदैन के हुन्छ अब साथीको गाडी चाहिँ यहाँ छ अहिले लक्ष्मी रेस्टुरेन्टमा चाहिँ बसिरहेछन् अब छन् कि छैनन् अब म चाहिँ भित्र जान्छु म चाहिँ साथीहरूबाट त्यहाँबाट निस्किएँ साथीहरू भएको ठाउँबाट साथीहरू पनि निकै तनावमा रहेछन् आफू पनि तनावमा थिए तिनीहरू पनि तनावमा रहेछन् के भिडियो बनाउने भन्ने भयो त्यहाँ 3-4 जना मिलेर मिटिङ गरिरहेको रहेछन् आफैमा व्यस्त रहेछन् तिनीहरू ठिकै गाडीहरू 25,000 कति घाटा लाग्यो भन्थे अब जाँदैछु म चाहिँ सन्तोष भाइको जान्छु एकछिन त्यहाँ बस्छु एकछिन बसेर त्यहाँबाट निस्किएँ म नरेशहरू टिमबाट अहिले जाँदैछु अब एकछिन त्यहाँ बस्छु र भइरहेको निस्किनु हाम्रो सन्तोष दाजुसँग मस्त मिठो कफी खाइयो अनि सानोतिनो हाम्रो दुःखसुखको गफ गरियो अनि हाम्रो दाजुलाई चाहिँ मैले उहाँको अफिसमा चाहिँ छोडिदिएँ अहिले उहाँ अहिले होटेलमा एकाउन्टेन्ट हुनुहुन्छ त्यहाँ चाहिँ मैले छोडिदिएँ अब चाहिँ म बाहिर निस्किँदैछु उहाँ आफ्नो काममा व्यस्त हुनुभयो अब म पनि हुनु पऱ्यो अब म चाहिँ बाहिरतिर लाग्दैछु अहिले चाहिँ छोटे पिपल बजारनिर छु ल अब म एकैचोटि
हाम्रो दुबेजीलाई भेट्न जान्छु। अब उहाँसँग भेट हुन्छ कि हुँदैन। उहाँले पनि आज चाहिँ पेमेन्ट आज मिलाइदिन्छु भन्नुभएको थियो। हेरौँ के हुन्छ। मिलाइदिए त राम्रै हुन्थ्यो। पाल्पादेखि चाहिँ पेमेन्ट आइसक्यो मेरो, अनि बाको पनि अलिकति पेमेन्ट आयो। ठिक छ, आउँदैछ पेमेन्ट। अब हेरौँ कस्तो अझै राम्रो भए त राम्रै हुन्थ्यो। अलिकति पेमेन्ट आयो भने त धेरै राम्रो हुन्थ्यो, सुखद हुन्थ्यो। म चाहिँ अहिले दुबेजीलाई भेट्न भनेर आएको। दुबेजीले अहिले फोनै उठाएनन्। अब कहाँ भेट्न जाने। अहिले चाहिँ हाम्रो मित्र महेन्द्र चाहिँ अहिले पोखरा टेरेसमा छु म अहिले। हाम्रो महेन्द्रजी मेरो एकदम खास मान्छे, पुरानो। उहाँसँग मेरो धेरै पहिलादेखि रिलेसनसिप छ, राम्रो छ, हाम्रो सम्बन्ध राम्रो थियो। म उहाँकोमा जागिर पनि गरेको मान्छे हो र उहाँसँग हाम्रो भेटघाट भएको छ। मिटिङ गर्दैछु, अलि सानोतिनो कुराकानी भइरहेको थियो। ल दोस्त, हम निकला बाटी। कहाँ जाती है? जगदम्बा में एक जना स्कूटी लेके आए, स्कूटी खरीदा यार टीवीएस शोरूम में। टीवीएस में डीओ स्कूटियाँ बेच के वही अपना यहाँ टीवीएस के स्कूटी। अब टीवीएस लेको हाथ में तो क्या कहीं नहीं लेवाओ चाहे टीवीएस यार। वही देख पर दूसरे दियो तो 10,000 बेसी पाओ, 2,000 या 3,000 वो बेचवा के अपन डीओ स्कूटी बेच के अपन टीवीएस ले ला। हम निकला थे, बैठता ना यार, नहीं निकला। अबे आप हम क्या ल म अहिले चाहिँ निस्केँ टिभीएस सोरुममा। हाम्रो गौतम साथी पनि आइसक्यो स्कुटी लिनलाई। सो महेन्द्र दोस्तबाट निस्किँदैछु म पोखरा टेरेसबाट। हाम्रो गौतम साथी चाहिँ टिभीएस सोरुममा आइसके। आज चाहिँ एउटा टिभीएस स्कुटी चाहिँ उठाएर लाने भयो। ल के छ, कसो छ, खुसी हो? खुसी भन्दा नि हेरौँ न यसले के भन्छ हैन। यसको अब यसले हाम्रो रिसेल कस्तो हुन्छ, अनि यसको यसले डिस्काउन्ट कति दिन्छ हैन, त्यतिकै त कहाँ। अब डिओ स्कुटी छ हाम्रो साथीको। डिओ स्कुटी चाहिँ अहिले यही एक्सचेन्ज गरेर सेल गरेर आफ्नो चाहिँ एउटा टिभीएसको स्कुटी लाने प्लान छ। अब के हुन्छ। कुन हो गौतम? गौतम यो वाला रेड फुल अप्सन है। यो चाहिँ डिओ स्कुटी हो। अहिले चाहिँ सेल गरिराखेको, सेल गर्नलाई राखेको। यसको चाहिँ रिसेल भ्यालु अब कति दिने होला छ, अहिले एकछिनमा बताउँछ। अनि स्कुटी पनि अहिले टेस्ट ड्राइभको लागि कता गयो खै। ल एकछिनमा आउँछन् अनि टेस्ट ड्राइभ गर्छन् हाम्रो साथीले। मन परे लाने। यही हो रेडवाला होइन, त्यही हो। अहिले हाम्रो साथीले चाहिँ स्कुटी चाहिँ टेस्ट ड्राइभ हान्ने भइसक्यो। टेस्ट ड्राइभ हान्दैछन्। कहाँ गए? पुरा रफ्तारमा हिँडिरहन् टेस्ट ड्राइभ। बडा टेस्ट ड्राइभ हानिदिइरहन्। के छ यसको पर्फर्मेन्स, कस्तो छ यसको? सिंगल युज अलि जोड्नु भयो। अनि यो बोरा राख्ने के छ तेरो? बोरा सोरा राख्नलाई के छ यहाँ?
दियो थियो मैले भ्याएन अनि मैले ल राखेँ आएपछि पनि चलिरहेको त्यो के अरे मलाई के भन्थ्यो भने त्यसले हामी जानु पर्दैन सर यसमा सबै छ तपाईँ यातायातमा जानुहोस् पास गर्नुहोस् गरेर त्यसो तपाईँ यहाँ जानु यो हाम्रो एन्टरको के भयो कति हो प्राइस कति प्राइस तपाईँको डिस्काउन्ट कि अहिले त न्यू इयर डिस्काउन्ट ब्ल्याक एडिसनमा चाहिँ ब्ल्याक चाहियो होइन मलाई रेड चाहियो रेडमा त 6000 पनि 1 लाखसम्मको स्क्र्याचको पर्ने नै थियो अनि लाइफ टाइम इन्जिन वारेन्टी पाउनुहुन्छ सर्भिसिङ चाहिँ टिभीएस सोरुममै गर्नु पर्यो त्यो चाहिँ भन्नु है लाइफ टाइम सर्भिसिङ सोरुममा बाहिर गरेर चाहिँ टिभीएसले के काठमाडौँ उपत्यकामा त्यो सर्भिस पनि फेरि के दिइरहेको थियो त्यो स्क्याम चले हुन्छ नि स्क्याम चलेको हुन्छ त्यो बेलामा तपाईँलाई फोन आउँछ त्यो बेलामा आउनु पर्छ सो सर्भिस स्क्याम चलेको हुन्छ त्यो बेलामा जस्तो तपाईँको लेबर चार्जहरू भयो उसको भयो मोबिलहरू भयो त्यो भयो कति बुझाउनु पर्यो त 3 लाख कति अरे तपाईँको 3,25,900 मा 2000 रुपैयाँ नामसारी इन्सुरेन्स के गर्ने फुल गर्ने इन्सुरेन्स त फुलै होला नि अब पहिला त नयाँ किन्न त फुलै गर्छ फुल इन्सुरेन्स टोटल कस्ट तपाईँको 3,34,900 रुपैयाँ आउँछ यसमा अब स्क्र्याच भनेको 6000 मिनिमम 6000 भन्यो 6000 1 लाख भनेको अब 3,28,900 पाउनु हैन हाम्रो साथीको अझै स्कुटीको नाम सारी नै नभए रहेछ अनि यो साङ्ग्रिला कम्पनी भन्नेको नाममा रहेछ साथीको स्कुटी अहिले चाहिँ अब यो साङ्ग्रिला कम्पनीको साउ चाहिँ फरार रहेछ यो भागे रहेछ अब नाम सारी नहुने भयो अरे समस्या यहाँ आफ्नै स्कुटीमा भयो अब यसलाई सेल कसरी गर्ने अब सेल गर्नलाई कागज बनाएर अब त्यो व्यक्तिसँग सेल गरे बल्ल हुने हो अब अरू बिलबुकहरू त सबै ठिक छ ट्याक्स क्लियर छ सबै अब आफ्नोमा समस्या छैन अब होन्डा कम्पनीको साउ खराब अब गर्ने के अब जानु पऱ्यो होन्डा कम्पनीमा एकचोटि बुझ्नु पऱ्यो के भन्छ अब सेल हुन्छ कि हुँदैन यसको भ्यालुएसन के कति हुन्छ भनेर अब एकछिनमा लाग्छौँ हामी होन्डा कम्पनीमा डियो कम्पनी मेरो बाइकमा नि थोरै समस्या छ त्यसको फुट रेस्ट भाँचेछ र अनि अलिकति एउटा इन्डिकेटर लेफ्ट साइडको भाँचेछ त्यो चाहिँ अहिले फेर्नु पऱ्यो भनेर रेट बुझेको इन्डिकेटरलाई नै 590 रुपियाँ भन्दै हुनुहुन्छ फुट रेस्टलाई 555 रुपियाँ बा 1100-1200 रुपियाँ त त्यहीँ गयो बहुत महँगो रहेछ बा ठिक छ म अगाडि ल्याउँदैछु हाम्रो पार्ट्स सर्भिस गर्ने ठाउँमा आफ्नो बाइक लिएर आउँदैछु म अब गौतम ला बिल बुक ला ल म चाहिँ मेरो बाइकमा अलिकति समस्या छ त्यो अगाडि दिन्छु कि बनाउन एउटा इन्डिकेटर अनि तेरो स्कुटीमा जाम न बसेर म यहाँ अगाडि दिन्छु यता पछाडि दिन्छु कि एटिएम त यहीँ होला नि उता अगाडि होला अभी तो नहीं यार आवाज यार जड़ों में स्टार्ट नहीं होता रहे तो वो क्या चिन्ह बाहर क्या कहने होगा टाइप इटिया लूज करा दे ले रहा सुन ला यो चाहिँ मेरो लेफ्ट साइडको बाइकको इन्डिकेटर हो अब अर्को फुट रेस्ट पनि दिँदै हुनुहुन्छ यो इन्डिकेटरलाई 590 रुपियाँ छैन मालै छैन भित्रको पार्टै खराब छ त त्यो गरेर कन्फ्युज भयो अब खोलेर हेर्ने त हो नि सबै राइट छ लेफ्ट लेखेछ राइट छ पार्ट नम्बर लेफ्ट हो तर राइट
अझै होला नि त्यहाँ त्यो लास्टै यो 2 पिस थियो दुईटै राइटको पर्यो ल जा अनि अर्को सामान पायो त्यो छैन त्यसो भए यति मात्र फेर्ने अब र अहिले इन्डिकेटर र यो हाम्रो चेन स्पिकर अगाडिपट्टि लाग्ने त्यसको लक मात्र पायो अर्को हाम्रो फुटरेस्ट चाहिँ पाएन अब यो इन्डिकेटर मात्र फिटिङ गर्ने यो प्लानै क्यान्सल भइसक्यो एन्ट्रक लिएर जाने भनेको आफ्नै गाडीमा फल्ट भयो अब सेलै नहुने भयो गाडी अब हाम्रो साथी निराश भएर यत्तिकै काममा उभिएर नयाँ गाडी लिएर जान्छु भन्थ्यो अब मेरो गाडी चाहिँ अब वास हुँदैछ यसको चाहिँ इन्डिकेटर मात्र पायो फुटरेस्ट चाहिँ पाएन ल क्लिन चट्ट दो है भाइ ल छिटो अलि फास्ट छैन राउन्ड किक मार राउन्ड किक अहिले सोरुमबाट निस्केर फुटसल खेल्न लाग्यो अब आज दुबेजीसँग पनि भेट भएन दुबेजीले फोनै उठाउनु भएन अब दुबेजीलाई कहाँ जाने भेट्न अब भेट पनि सम्भव भएन अनि हाम्रो गौतम साथीको पनि बनेन स्कुटीमा अलिकति स्कुटीमा समस्या भन्दा पनि स्कुटी सेल नहुने जस्तो छ कन्डिसन अब सेल गर्नलाई त्यही व्यक्तिसँग सेल गरे कागज बनाएर गरे त्यस्तो मात्र हुन्छ नत्र भ्यालुएसन चाहिँ बडा राम्रो थियो स्कुटीको अब साथीको प्लान पनि क्यान्सल भयो आज स्कुटी लान्छु भनेर प्लान गरेको थियो त्यो चाहिँ प्लान क्यान्सल भयो ल अब म चाहिँ फुटबल खेल्न लागेँ भैरवबाट निस्किसक्यो सिधै भलगाडी जान्छु आज चाहिँ म आधी घन्टा लेट छु आधी घन्टा लेट आज किन हो थोरै आज त टिम नभएर जङ्गेरै खेले हैन पर्व दाइ टिम नभएर जङ्गेरै खेले हैन किन हो टिमै आइदैन फल छैन पर्व दाइ हान्नु यहाँ रेकर्ड छ यहाँ फल्छ
होइन म आउँछु हजुर आउँछु नि रिसेन्टमा ल फुटसल टाइम अफ भयो। अब चाहिँ सुस्ता घरतिर लाग्नु पर्यो। आजलाई यति नै। आज आधी घन्टा चाहिँ फुटसल खेलेन, धेरै टाइम त खेलेन। पसिनाले त्यही पनि पुरा गिलो भइसकेछ। ल अब घरतिर लाग्छु म। जिलु हम घर पहुँच गए, हमारा बिटिया किधर है? ओहो अंकल नमस्ते। नमस्कार। कताबाट आउनुभयो आज यता? अरे म यता पश्चिम गयो भने पसिहाल्छु। ल पानी हो यहाँ मेरो यो सबै चर्के छ नि। कतापट्टि अगाडि अगाडि कि भित्र? भित्र कसरी चर्कियो? उता पछाडिपट्टि टिन राम्रोसँग हालेन के हो र? खुल्ला छ? त्यो चद्दर ठोक्यो, ग्यापिङ राखियो। हावा पस्यो फेरि उ गर्न पर्ने भयो। सुरु नै देखि हालाइदियो त्यो टिन। त्यो उ गर्नुपर्छ, जोइन्ट पुटिङ गर्दै पनि मिल्छ। फेरि जोइन्ट पुटिङ गरेर हुन्छ, फेरि त्यो उ लगाउनु पर्छ कि भनेर ल म आइसके घर। आजलाई मेरो भिडियो यति नै। हस् त, धन्यवाद। अब भोलि नयाँ ब्लगमा भेटौँला। बाई बाई।